मर्निङ साथीहरू, नयाँ भिडियोमा फेरि पनि स्वागत छ है। म चाहिँ अब उठेर होइन कलेज जानलाई हिँडिसकेँ अनि गणेश थान आइपुग्नु है। अनि अहिले चाहिँ यहाँ मस्त हुस्सु लागिरहेछ, सबतिर सेतै भइछ। गणेश थानमा चाहिँ मस्त बत्ती बलेको छ होइन। साथीहरू है, म चाहिँ अहिले कलेज गएर आइसकेँ है। आएको नि धेरै भइसक्यो अनि हाम्रो भाइ पनि ऊ त्यहाँ छ, खेल्न आइछ। यहाँ हाम्रो बहिनी थिए। म चाहिँ हाम्रो स्कुलमा के चेन्ज भयो दाइहरू गएर त्यो भन्दैछु। त्यस्तै भन्दैछु। के भयो के भयो त? हामी छोडेपछि स्कुलले हड्डी ल्याइछ। अनि डिफ्रेन्ट टाइप्स अफ एनिमल्स, त्यो पनि यति धेरै त्यो पनि दुईटा बाहेक अरू सबै रियल। स्टार फिस र सी एनिमलहरू बाहेक अरू सब रियल होला। होइन, स्टार फिस र एउटा अर्को के बाहेक चाहिँ अरू सबै रियल छ। अनि त्यसपछि अरू के त्यो बट्टा छ। अनि त्यो स्टार फिस पनि सी एनिमल हो नि। ए त्यही एउटा बाहेक तपाईँहरूले सी एनिमल्स भन्नु नि त। अनि अरू के बट्टाहरू ल्याइछन्, त्यसमा चाहिँ के हो हेरेर पाएन अहिलेसम्म पनि। अनि पोस्टरहरू पनि राखेछन् अहिले चाहिँ पुरै। त्यो पोस्टरहरूमा त्यो हिलियम हाइड्रोजनहरूको पुरै नयाँ प्रिन्ट गरेर सफा राम्रो चट्टा पारिछन् अहिले। अनि त्यसपछि अरू के राखेछन्, अनि अरू के त्यो ग्लोबहरू 3-4वटा त्यस्तै छ, रमाइलो छ। अनि अहिले त दाइहरू त बेला लान्थ्यो होला, त्यो पनि एकचोटि गयो होला दाइहरू। त्यो पनि गयो कि 3चोटि गएको हो वर्षभरिमा। 3चोटि गएको अरे। अहिले हाम्रो हप्तै पछि एकचोटि लान्छन्। द्याट्स द चेन्ज साइन्स ल्याबमा। त्यहाँ चाहिँ हाम्रो मम्मी घाँस काट्दै हुनुहुन्छ है। यहाँ चाहिँ हाम्रो निरज दाइ आउनु भइछ आज। यहाँ खाल्टो हेर्दै हुनुहुन्छ, यहाँ आँगन बनाएको। घर यहाँ त घर बनिसकेछ, सुटिङ घर, सर्पो टोयलेट पनि त्यस्तो भएछ चेन्ज। अनि यहाँ चाहिँ पानी परेर आँगनभरि हिलो भइछ सबतिर है। अब यो हिलो हटाउनलाई पानीको के गर्ने त? यहाँ खै के गर्नु पर्सि अब सुटिङ गर्न आउँदाखेरि सब यहाँ लड्दै तिहारमा भन्छन् है रातो माटो चिप्लो बाटो लड्दै र पढ्दै आएका हामी भन्छन् नि। त्यस्तै गरी तिहारको लागि चाहिँ सजिलो हुन्छ क्या। त्यतिखेर पानी पऱ्यो भने चाहिँ लड्दै पढ्दै आउनुपर्छ आँगनभरि। हो त्यस्तो लड्दै पढ्दै गरेन भने त अनि यत्रो यहाँ आँगन खनेर हिलो बनाएको कामै लागेन नि। तिहार घर हो नि त। मर्निङ साथीहरू, आज चाहिँ अर्को दिन है। म चाहिँ बिहान उठेर अब कलेज जान हिँडिसकेँ। अनि यहाँ चाहिँ आज टक्कै मस्त बादल लागिरहेछ, कालो बादलहरू होइन। पानी पर्ला जस्तै छ आज चाहिँ। अब पर्छ कि पर्दैन चाहिँ थाहा भएन, बादल चाहिँ लागिरहेछ। साथीहरू, निरज दाइ र म चाहिँ अहिले यहाँ आएको यसो पाँचतिर यहाँ घुम्नलाई। अनि साथीहरू, हामी आज एउटा काम गर्दैछौँ। त्यो काम चाहिँ के हो भन्नु त? के हो आज चाहिँ होइन, यहाँ मस्त शीतल छ, घाम पनि लागेको छैन होइन, सर्र हावा चलिरहेछ है। साथीहरू, हाम्रो यहाँ पानी परेको छैन। अब पानी पारिदिनु पर्यो है। सबल अब यहाँ आगो बाल्छ, त्यो अब धुवा माथि गएर
बादल बन्छ अनि अब पानी पर्छ। आगोमा पानी उमाल्नु पर्यो नि पहिला। पानी उमाल्नु पर्यो नि, पहिला आगो बाल्नु पर्यो नि त। पहिला आगो बाल्ने, त्यसपछि पानी उमाल्ने, अनि त्यो पानीको सबै सुकाउने। पानी सुकाएपछि बाफ जति माथि जान्छ आकाशमा बादल बन्छ अनि पानी बर्सिन्छ। साथीहरू पुतली ओ साथीहरू, हेलो गाइज। ओ त्यसलाई चाहिँ हामी बनाना भन्छौँ इङ्ग्लिसमा, नेपालीमा चाहिँ केरा हो त्यो। अनि केराको तलपट्टि त्यो झुन्डिरहेको चाहिँ केराको बुङ्गो हो होइन। त्यसको चाहिँ अचार खाइन्छ। भित्र कुखुरा नि कराउँदैछ। यहाँ चाहिँ हाम्रा यी सानसाना कुखुराहरू छन्, 4वटा यहाँ माथि खाटामाथि छन्, एउटा खाटा मुनि छेरी छ। त्यहाँ भैँसी छ, भैँसी हाँस चाहिँ मस्त बसिरहेछन् यहाँ। यिनीहरूलाई किन छुट्याइरहेको? यिनीहरू यतै बस्छन् रे आमासँग भनेर। यहाँ चाहिँ ओथारो बसेको कुखुरा छ हाम्रो एउटा, अन्डा लिएर बसिन्छ 11-12वटा कतिवटा। यो चाहिँ अब बाँच्न खोजी छ होइन, बाँच्नलाई, तर सकिरहेको छैन। यिनीहरू भाले भर्खर सुने आज। अरू कुखुराहरू चाहिँ यहाँ जालीभित्र छन् बाहिर यहाँ है। साथीहरू हामी चाहिँ यहाँ होइन, हाम्रो पाखाको बारी भन्दा पनि मुन्तिर आइसक्यो। हाम्रो चाहिँ त्यहाँ पाखा सबभन्दा लास्टको बारी चाहिँ त्यहाँ माथि छ, त्यहाँ माथितिर। हामी चाहिँ त्यहाँबाट तलतिर आएको यहाँ है, बाघ खोज्न भनेर। यहाँ निरज दाइ हुनुहुन्छ त्यहाँ हो अगाडि लौरो बोकेर। यहाँ तल चाहिँ पुरै वनै वन छ, जङ्गल। वन जङ्गलमा के पनि रहन्छ, घाँसे मैदान होइन यो, वन जङ्गल हो। यहाँ चाहिँ नासपाती छ है, मस्त भर्खर बोटा टिपेर ल्याएको फ्रेस नासपाती। यहाँनिर दाइ नासपाती तार्दै हुनुहुन्छ। आज नासपातीको के बन्छ भन्छ अब। के भन्छ? यो तास्ने भएन, अर्को तास्ने ल्याउनु, सिम्पलवाला कि। यहाँ चाहिँ अब नासपाती साँधेर खाने रे। म चाहिँ यहाँ अहिले होमवर्क गर्न लाग्यो है, यहाँ ट्याक्क बसेर तल। अनि आज चाहिँ है पसलबाट लगभग 500 कतिको व्यापार भयो है। यसो चटपटे होइन, चिप्सहरू यसो बेचेर अमिलो पाउहरू त्यसको बेचेर होइन, ट्याक्क 500 समथिङको व्यापार भइसक्यो आज चाहिँ है। अब बिस्तारै हुँदै जान्छ होला, भर्खर खोलेको छ, त्यही भएर धेरै मान्छेलाई थाहा पनि छैन होइन। बिस्तारै अब थाहा हुँदै गएपछि अलि धेरै व्यापार हुन्छ होला। साथीहरू आजको लागि चाहिँ यति नै है। भिडियो यहाँसम्म हेरिदिनु भएको सबैजनालाई धेरै धन्यवाद है। भोलि फेरि नयाँ भिडियोमा भेटौँला। सबैलाई गुड नाइट, बाई बाई, राधे राधे।